तङसिङको बारेमा कुरा आयो। तुम्याङ तङसिङ भनेको चोया केलाइन्छ। चोया केलाएर सकेसम्म विधिवत तरिकाले गर्ने हुने, तल्लो पनि जोडी राख्ने, तल पनि जोडी नै बनाएर नेकमा गर्ने, अनिबाट जोडीबाट उठाएर 3 फेरा बन्ने खुर्लुम फौङ्गा 3 फेरा 4 फेरामा मार्ने कुबे 4 फेरामा बुनिसके पछाडि अनि मुक्तुल त्यहाँ माटो हालिन्छ। शमसिङ भगवानले लोभ गरेर माटो हालिन्छ। माटो हालेपछि छोरा मान्छेको हातमा 4टा खिप्ने बराबरको मिलाएर, छोरी मान्छेको हातमा 3टा खिप्ने, अनि छोरा मान्छेको हातमा 4टा शमसिङको फगुवा 4 ताला बान्ने, छोरी मान्छेको हातमा 3टा 3 ताला बान्ने र फुर्लुङको वरिपरि त्यही मुक्तु चिरेर वरिपरि बार्ने। बारे सके पछाडि त्यो बारेकोमा छोरी मान्छेको हातमा 3 ताला, छोरा मान्छेको हातमा 4 ताला, 4 फानको धागो काँचो धागोले पेर्ने। अनि त्यो भित्र सिलामसाकमा खुकुरी भेजुम्भेया अनि निसा तुम्याङ निसा, अनि त्यसमा एउटा पोना सिलामसाकमा हुन्छन् भने मुनिबाट फङ्गाको मुनिबाट एउटा यस्तो सिउरेको हुन्छ ड्युटी, त्यो चाहिँ माथि तङसिङमा बाँधेर तल त्यसलाई बाँधेको हुनुपर्दछ। त्यसलाई मुरुङ मिनासेनमा मुरुङ खेतमा अर्थात् यगुमा गुजङमा तङसिङ भन्छ। तङसिङहरूको हकमा यस्तै छन् र आजभोलि के पनि गर्छन् भने छोरा मान्छेको हकमा 4 ताला, छोरी मान्छेको हकमा 3 ताला खिप्ने पनि गर्दछ। तर त्यो र त्यो एउटै हुन्। त्यो 3 ताला खिपेको र 3टा बाँधे 3टा बराबरको बनाएर बाँध्ने भनेको एउटै हुन्। र तङसिङको बारेमा त्यो म्याङ याक्ला सुहाङमा तङसिङ भनेको यति नै हो। र हजुरहरूको क्वेसन के छ भने भन्न सक्नुहुन्छ। अब त्यहाँ वाफेहरू फेजारको यसो बनाएको पनि भन्नु। छोरी मान्छेको हातमा चाहिँ वाफे हुन्छ है, पोना इसो त अघि भने हैन। छोरी मान्छेको हातमा वाफे अनि पोना हुन्छ। छोरा वाफे कुर्मी जे राख्दैन। अनि त्यसपछि छोरा मान्छेको हातमा खुकुरी, अहिले खुकुरी यहाँ लहरै देखिन्छ, यस्तै हो खुकुरी हो। खुकुरी राख्नुपर्छ। खुर्मी छोरी मान्छेको हातमा हुन्छ। कचिया पनि हुन्छ। छोरी मान्छेको औजार हुनु पर्यो त्यो। यसको त के हतियार नै बन्नु पर्यो नि हजुर। माथि चौकुङमा तिङ केजोपा नाइङ केजोपा खेमादी जङसङ सा खजुम खया फेचुम खेया सिवा फेपा थि तेके बक्सिरो वरिपरि यसको हामीले बुझेर दार्शनिक पक्षमा हेर्ने चाहिँ के भन्दाखेरि एउटा साइकोलोजिकल्ली पनि स्ट्रङ भएर नेगेटिभ इनर्जी सबै काटी पठाएर मठिङ आए है भनेर यसको चाहिँ मूल आशय हो र त्यसैको लागि प्रतीकको रूपमा हामीले अध्ययन गर्दाखेरिमा त्यसरी